+2 एक्जाम्स पनि सकियो। अब कुन मेजर लिएर ब्याचलर्स पढ्ने भनेर तपाईहरु पक्कै कन्फ्युज्ड हुनुहुन्छ होला। आज हामी ब्याचलर्समा कानुन विषय लिएर कसरी सफल कानुन व्यवसायी बन्न सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौँ। नमस्ते साथीहरु, म हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा LLB पढ्दैछु। नेपाल ल क्याम्पस त्रिभुवन विश्वविद्यालयको अधीनमा रहेको पुरानो ल क्याम्पस हो, जसले 5 वर्षे BA-LLB र 3 वर्षे LLB जस्ता कार्यक्रमहरू सञ्चालन गर्दछ। आजको भिडियोमा हामी नेपाल ल क्याम्पसमा प्रवेश कसरी लिने, BA-LLB को पाठ्यक्रम कस्तो हुन्छ र कानुन पढेपछि के करियर अप्सन्स हुन्छ त्यो बारेमा चर्चा गर्नेछौँ। नेपाल ल क्याम्पस कानुन पढ्न चाहनेहरूको पहिलो रोजाइमा पर्दछ। पहिले कुरा गरौँ योग्यताको। कुनै पनि विषयमा +2 गरी कम्तीमा D ग्रेड ल्याई उत्तीर्ण हुनुभयो भने तपाई BA-LLB पढ्नलाई योग्य मानिनुहुनेछ। अब हामी कुरा गर्नेछौँ प्रवेश परीक्षाको बारेमा। प्रवेश परीक्षाको कुरा गर्नुपर्दा हरेक वर्ष TU को फ्याकल्टी अफ लले प्रवेश परीक्षा सञ्चालन गर्छ, जस अन्तर्गत नेपाल ल क्याम्पस, नेशनल ल कलेज र पृथ्वीनारायण क्याम्पस पोखरा पर्दछ। परीक्षा कुल 100 मार्क्सको हुन्छ, जस अन्तर्गत सब्जेक्टिभ, अब्जेक्टिभ र क्रिएटिभ राइटिङ पर्दछ। र हालसम्मको प्र्याक्टिस हेर्ने हो भने हरेक वर्ष TUले आवेदन फर्म भदौदेखि असोजसम्म खुलाउँछ भने प्रवेश परीक्षा कार्तिकको अन्तिम सप्ताहमा हुने गर्दछ। अब त लगभग 5 महिना बाँकी छ भनेर ढुक्क परेर चाहिँ नबस्नु होला, किनभने नेपाल ल क्याम्पसमा BA-LLB पढ्न धेरै नै टफ हुन्छ। तर चिन्ता नगर्नुहोस्, कम्पिटिसन जति नै टफ भए पनि नेपाल ल क्याम्पसमा नाम निकालेर पढ्छु भन्नुहुन्छ भने एन्ट्रान्स गुरु तपाईहरुको साथमा छ। नेपाल ल क्याम्पसले हरेक वर्ष 105 वटा सिट खुलाउँछ, तर अरु विश्वविद्यालय अन्तर्गतका कलेजहरू जस्तै KU को KUSL, TU को नेशनल ल कलेज र को KSL जस्ता कलेजले पनि BA-LLB को प्रोग्रामहरू अफर गर्छ। तर विद्यार्थीहरूको रोजाइमा नेपाल ल क्याम्पसले कसरी स्ट्यान्ड आउट गर्छ भन्दा यसको फी स्ट्रक्चर र रेपुटेसनले पनि फरक पार्छ। BA-LLB सकिएपछि एडभोकेट लाइसेन्स लिनलाई जम्मा 2 वटा चरणहरू हुन्छन्। पहिलो भनेको नेपाल बार काउन्सिलले लिने एडभोकेट लाइसेन्स परीक्षा उत्तीर्ण गरी बार काउन्सिलमा दर्ता हुनु। लिगल फिल्डमा कस्ता करियर अप्सन्सहरू हुन सक्छन् त? प्राइभेट प्र्याक्टिस, सरकारी कानुन क्षेत्र, शैक्षिक क्षेत्र, NGO, INGO, रेगुलेटरी बडी तथा पोलिटिक्समा पनि लिगल फिल्डको धेरै महत्त्व हुन्छ। जति नै गाह्रो भए पनि मेहनत गर्दा अवश्य सफल भइन्छ। त्यसैले आजैदेखि एन्ट्रान्स गुरुसँग आफ्नो मेहनत थाल्नुहोस्। नोटबुक्स, फिजिकल क्लासेस र अनलाइन क्लासेस भन्दा इफेक्टिभ र रिजनेबल एक मात्र गुरु एन्ट्रान्स गुरु प्ले स्टोर र एप स्टोरमा अभाइलेबल छ। तपाईहरुले BA-LLB एन्ट्रान्स अटेम्प्ट गर्दै हुनुहुन्छ अथवा तपाईले चिनेको कसैले गर्दै हुनुहुन्छ भने अवश्य उहाँहरूको माझमा यो भिडियोलाई पुर्याइदिनु होला। तपाईहरुलाई यसबारे केही जिज्ञासा रहेमा हाम्रो एन्ट्रान्स गुरु नामक अफिसियल पेज जस्तै फेसबुक, इन्स्टाग्राम, लिङ्क्डइन र टिकटकमा अभाइलेबल छ, त्यसमा मेसेज गर्नुहोला। धन्यवाद।